Welcome back to my YouTube channel. आज म कराई चिकनको रेसिपी लिएर आएको छु। म कराई चिकन कसरी बनाउँछु, म मेरो फ्यामिलीलाई बनाएर कसरी खिलाउँछु, कुन इन्ग्रेडियन्ट्सहरु युज गर्छु, त्यो म तपाईहरुसँग शेयर गर्न गइरहेछु। तपाईहरुलाई भिडियो मन परे रेसिपी यो भिडियो पुरै हेरिदिनुहोस्, यो रेसिपीलाई पुरै हेरिदिनुहोस् अनि मन परेमा लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरिदिनुहोस् भन्दै भिडियोको अगाडि बढौँ है त। यहाँ मैले हाफ केजी चिकन लिएको छु कराई चिकन बनाउनको लागि। अनि मैले नुन लिए, आफ्नो स्वाद अनुसार लिएको छु नुन पनि। यहाँ मैले तिखालाल लिएको छु, रेड चिली पाउडर यो मैले 1 टीस्पुन लिएको छु। हल्दी पाउडर मैले हाफ टीस्पुन लिएको छु। यो सबैलाई चाहिँ म मजाले मल्दैछु, मजाले मिक्स गर्छु ताकि यसको टेस्ट चाहिँ यो चिकनभित्र पसोस् भनेर। यता मैले कराईमा तेल बसालिसकेँ। यो तेल चाहिँ मेरो माइन नगर्नु चाहिँ सबैले, यो तेल चाहिँ मेरो अघि नै मैले अर्को चिकन फ्राई गरेको थिएँ। अन्त त्यसैको तेलमा, त्यो उब्रेको तेलमा चाहिँ मैले फ्राई गर्न आँटेको छु। यो चिकनलाई चाहिँ अब त्यति म अब फ्याँक्नु त सक्दिनँ नि त, त्यसलाई युज गर्नु पर्यो। त्यसले गर्दा चाहिँ म त्यही तेलमा चाहिँ यो अघि म्यारिनेट गरेको चिकन फ्राई गर्दैछु। यसलाई ज्यादा म्यारिनेट गर्नु पर्दैन, जस्ट मोलेर राख्यो, अरू नभइन्जेल यो तेल तातिन्जेलसम्ममा राख्यो अनि त्यसलाई फ्राई गर्नुपर्छ मजाले। अब यहाँ मैले भिडियोमा देखाए जस्तो यतिको डिप फ्राई गर्नुहोस्। मैले चाहिँ यतिको हल्का ब्राउन हुने डिप फ्राई गरेको छु, यतिको डिप फ्राई। अब यहाँ देख्दाखेरि हल्का ब्राउन कलरको स्पट देख्दैछ नि, यतिको फ्राई गरेको छु। अब यो फ्राई भइसकेर चाहिँ मैले यसलाई चाहिँ एउटा भाँडामा निकाल्दैछु। अब यतापट्टि चाहिँ म एउटा भाँडा बसाल्छु। यहाँ मैले एउटा भाँडामा लिएको छु 1 टीस्पुन जिरा। यो चाहिँ मेरो खडा मसला हो। यो चाहिँ 2 टीस्पुन चाहिँ मैले धनिया लिएको छु। अनि मैले 1 टीस्पुन चाहिँ यहाँ सौंफ लिएको छु। अन्त यहाँ मैले दिएको छु मरिचको दाना 10-12 वटा दाना लिएको छु। यो सबैलाई चाहिँ हल्का भुट्नुपर्छ, सुक्खा भुट्नुपर्छ। ज्यादा भुट्नु हुँदैन, ज्यादा रातो बनाउनु हुँदैन, हल्का रातो बनाउनु पर्छ। त्यसको बादमा यसलाई चाहिँ पाउडर बनाउने, यसलाई चाहिँ मिन पाउडर बनाउनु पर्दैन, यसलाई हल्का दरदरा पाउडर बनाउनु पर्छ, खस्रो पाउडर बनाउनु पर्छ यसको। यहाँ यता मेरो पाउडर पनि रेडी भइसकिसक्यो। अब यो पाउडर चाहिँ यो कराई चिकनको चाहिँ अब जान हो। अब यता मैले फेरि अर्को कराई बसालिरहेको छु। त्यो कराईमा म तेल हाल्दैछु। तेल चाहिँ म अघिकै तेल युज गर्दैछु, त्यो तेललाई फ्याँक्नु भएन, त्यसैले गर्दा त्यो तेललाई म युज गर्दैछु। अन्त यता मैले एउटा प्याज लिएको छु। प्याजलाई चाहिँ म चप गर्दैछु, फाइन चप गर्नुपर्छ प्याजलाई। चप प्याज भइसकिसक्यो। यता कराईमा तेल पनि तातिसक्यो। अनि मैले यता 1 टीस्पुन जिरा पड्काउँदैछु। यो जिरा सँगसँगै म तपाईहरुलाई मन लागे दुईटा हाल्न सक्नुहुन्छ। मैले एउटा सुक्खा खोर्सानी हाल्दैछु, एउटा सुक्खा खोर्सानी म पड्काउँदैछु।
त्यसपछि चाहिँ म अघि काटेर राखेको चप गरेर राखेको प्याज म त्यसमा हाल्दैछु। यो प्याज हालेर चाहिँ यसलाई चाहिँ मजाले गोल्डन ब्राउन हुनु दिनुपर्छ। गोल्डन ब्राउन भइन्जेलसम्म चाहिँ यसलाई पकाउनुपर्छ। तपाईँहरूलाई मेरो भिडियो मन परेमा, मेरो रेसिपी मन परेमा प्लिज भिडियोलाई पुरै हेरेर लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोस्। यसरी प्याजलाई मजाले पकाइसकेपछि हल्का ब्राउन होइन गोल्डन ब्राउन हुने गरी चाहिँ यसलाई पकाउनुपर्छ। त्यसको बादमा मैले यहाँ जिन्जर गार्लिक पेस्ट हाल्दैछु। यो चाहिँ मेरो रेडिमेड जिन्जर गार्लिक पेस्ट हो, म रेडिमेड बनाएर राख्छु। त्यसले गर्दा यसलाई पाक्न त्यति टाइम लाग्दैन। हल्का एकछिन यसलाई मिक्स हुन दिँदैछु म। यसलाई म मिक्स गर्दैछु। अब यो मेरो मिक्स भइसकिसक्यो जिन्जर गार्लिक पेस्ट पनि। अब म यहाँ 1/2 टीस्पुन हल्दी पाउडर लगाइदिँदैछु। अनि यो लाल मिर्च पाउडर तिखा लाल चाहिँ आफ्नो टेस्ट अनुसार लिनुहोस्। अघि रेडी गरेको मसला म यहाँ हाल्दैछु, 1/2 टीस्पुन हाल्दैछु। त्यसको बादमा अरू मैले केही पनि लगाइनँ। चिकन अघि फ्राई गरेर राखेको चिकनलाई म हाल्दैछु। हालेर चाहिँ यसलाई मजाले चलाउनु पर्छ ताकि यो मसलाहरू चाहिँ सबै चिकनमा मिक्स होस् भनेर मिक्स हुने गरी चाहिँ यसलाई चलाउनु पर्छ। अब म यसमा हल्का बेसी हाल्दिनँ, 1 कप पानी हाल्दैछु। एक कप पानी। नुन मैले आफ्नो स्वाद अनुसार लगाएको छु। अघि पनि फ्राई गर्दा नुन हालेको थिएँ, त्यसले गर्दा नुन मैले अलिकति स्वाद अनुसार मात्र नुन लगाइदिएको छु। अब यसलाई एकछिन छोपेर पाक्नु दिनुपर्छ। यो हल्का पाकिन्जेल चाहिँ यता मैले टमाटर रेडी गर्दैछु। यहाँ मैले 2टा मिडियम साइजको टमाटर लिएको छु। यसलाई तपाईँले स्लाइस गर्नुहोस्। म चाहिँ यो 2टा टमाटरलाई स्लाइस गरेर लिँदैछु। टमाटरलाई मैले स्लाइस गरिसकेँ। अब त्यो स्लाइस गरेको टमाटर चाहिँ म अघिको चिकनमा हाल्दैछु। त्यो पनि गर्नु पर्दैन, जस्ट हालेर माथिबाट हालेर एकछिन यसलाई चलाउनु पनि पर्दैन। एकछिन चाहिँ कभर गरेर राख्नुहोस् जबसम्म चिकन चाहिँ गल्दैन। यो चिकन चिकन भनेछु, यो टमाटर जबसम्म गल्दैन। जब टमाटर हल्का गल्नु थाल्छ त्यहाँदेखि चाहिँ यो टमाटरलाई मिक्स गरिदिनुहोस्। चिकनसँग मजाले मिक्स गरिदिनुहोस् टमाटरलाई। त्यहाँदेखि एकछिन मिक्स गरिसकेपछि यसको जुन चाहिँ पानी अघि हालेको 1 कप पानी हालेको छ त्यसमै मजाले यो सुक्नु दिनुहोस्। यो चिकनलाई मजाले यसको ग्रेभी हुनु दिनुपर्छ। आफै सानो फ्लेम गरेर यसलाई मजाले सुकायो भने यतिको ग्रेभी हुन्छ। हेर्नुहोस् न, यो मजाले सुकेर पनि यतिको भइसकेको छ। पानी चाहिँ सुकाउनु पर्छ, झोलसरी बनाउनु हुँदैन हो, हल्का ग्रेभी राख्नुपर्छ। यति बेला चाहिँ मेरो लाइट गएर चाहिँ मेरो अलिकति प्रब्लम भयो साथीहरू हो। अनि यो मेरो मजाले चिकन पाकि पनि सक्यो। मैले फ्लेमलाई अफ पनि गरिसकेँ र अनि अफ गरेर चाहिँ मैले अलिकति कसुरी मेथी हालिदिएको छु। मजाले हातमा रब गरेर चाहिँ कसुरी मेथी हाल्दै तपाईँहरूले धनियाँ पनि, हरियो धनियाँ पनि लाउनु सक्नुहुन्छ हो। यो हालेर चाहिँ मैले यसलाई हल्का चलाइदिएको छु। चलाएर चाहिँ माथिबाट चाहिँ बटर हालेँ। कसुरी मेथीलाई हल्का हालेर चलाएर त्यहाँदेखिको हल्का बटर बेसी हालेको छुइनँ, अलिकति बटर हालेको छु। त्यहाँदेखिको चाहिँ मजाले यसलाई फेरि एकछिन चलाएर एकछिन त्यतिकै छोडिदिनु पर्छ।
कराई चिकन मेरो रेडी भइसकेको छ। हेर्नुहोस् त कति खौँ लाग्दो भइरहेको छ।